बडी काजी अमरसिंह थापा हाई गर्नु बाबा मासको दालले चिनेको हो कि यताबाट हेर्थे कि हेर्न सक्नुहुन्छ। व्हाट्सअप गाइज के साल खबर सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम बिन्दास एन्ड चिल छु। सो आई एम टुडे एट डडेलधुरा। अहिले म डडेलधुराको अमरगढी किल्ला घुम्न आएको छु। म पहिला पनि आएको थिएँ तर हेर्न सक्नुहुन्छ उहाँलाई चाहिँ कसले चिन्नुहुन्छ बडी काजी अमरसिंह थापा र उहाँले भनेको एउटा लेख या एउटा लाइन चाहिँ पनि भन्नुहुन्छ म बाघको डमरू हुँ मलाई सिनो खाने कुकुर नसम्झ। यो चाहिँ उहाँको स्टेटमेन्ट थियो पहिला कि आई एम बहादुर आई एम ब्रेभ। पानी परेर चिसो बन्छ पानी अहिले परिरहेछ थोरै थोरै फिका फिका कुहिरो लागेको छ चारैतिर। मम्मी बाबा पनि हुनुहुन्छ उहाँ हुनुहुन्छ। मम्मी हाई हाई गर्नु बाबा। पछिल्लो टाइममा जब आएको थिएँ यता चाहिँ यो वाला थिएन होइन अन्ली किल्ला मात्र थियो म जुन टाइममा आएको थिएँ 3-4 वर्ष अगाडि हो। यस्तो दामी फुल छ। यो फुलको नाम मलाई थाहा छैन कसैलाई थाहा छ भने यो फुलको नाम के हो कमेन्ट गर्नु होला। ए पहाडमा पनि डाली घाँस हाम्रो घर पनि छ होइन यो डाली घाँस। यहाँ अमरगढी किल्लाको एन्ट्री यहाँबाट चारैतिर घुमेर यसरी फेरि यतै आइन्छ होइन। अनि अब यो भित्र जान्छौँ हामी। यो भित्र के छ जुन टाइममा आएको थिएँ त्यति बेला सायद मैले तोप देखेको थिएँ। अहिले पुरै रिकन्स्ट्रक्सन भइरहेको रहेछ। एउटा कुरा के छ भने बाबा यो क्याले चिने हो यो पुरै यो जति पनि यो किल्ला बनेको छ नि मासको दालले चिनेको हो कि यो। अनि हेर्न सक्नुहुन्छ त्यो जमानामा त्यो टाइममा यो एरिया बचाउनलाई अमरसिंह थापा र उहाँहरूको टिमले यो बनाएका थिए होइन। हेर्न सक्नुहुन्छ फिनिसिङ यत्रो वर्ष भइहाल्यो यो बनेको कति वर्ष भइहाल्यो कि अहिलेसम्म नि के भएको छैन। ढुङ्गाहरूको इन्टरलकिङ सिस्टम यत्रो साल पुरानो मासको दालले चिनेको किल्ला हो यो। त्यो अहिले चाहिँ रेनोभेट भइरहेछ। सेनाहरू या जो पनि बचाउने मान्छेहरू हुन्थे यहाँबाट हेर्थे कि एक पाल देखिराख्नु भएको छ यहाँबाट गन हालेर यताबाट हेर्थे कि हेर्न सक्नुहुन्छ कुनै सोल्जर यहाँ बसेर हेर्थे। बाहिर निगरानी राख्नलाई यत्रो ठाउँ बनाएको थियो हेर्न सक्नुहुन्छ। त्यहाँ पनि पाल छ अनि फेरि फर्स्ट सेकेन्ड अनि यो फेरि थर्ड यहाँ पनि पाल छ हेर्न सक्नुहुन्छ सानो पाल छ है। अनि त्यसपछि यता पनि पाल छ। उता काम चलिरहेको रहेछ यार। म त सोचेँ पुरा तोडफोड गरेर गरिदिनु सोचिरहेको। पहिलाकै डिजाइनिङमा बनिरहेको छ अहिले यो ढुङ्गाहरूलाई काटेर गरेर। अनि यो चाहिँ हाम्रो मार्बल या टाइल जे भन्यो नि यो सायद ढुङ्गाकै हो क्या ढुङ्गा ढुङ्गा नै हो ढुङ्गा हो ग्रेनाइट हो यहाँ। कटिङ देख्दा ढुङ्गै लागिरहेको मलाई। मसिनले काटेर ढुङ्गालाई यस्तरी बेच्न सकिन्छ कि। यो भित्र जाने बाटो कहाँ जाने बाटो बाबा यो तलतिर यहाँबाट कोही भित्र नआओस् भनेर हेर यस्तो ढोका छ कति जमानाको ढोका हो। अनि यहाँ पुरै यस्तो निक्लिने बाहिर निक्लिने बाटो छ यहाँ। कति लामो छ छैन त्यो लामो। यो बाटोबाट निक्लिने यो इलाका वरिपरि घुम्ने यहाँबाट निगरानी राख्नलाई घुम्ने यहाँबाट निस्किने एक्जिट एन्ट्रान्स जे भने नि यही बाटो हो। पहिलाको जमानाको मान्छेको कला भनेपछि कुरै नगरौँ। यो टाइमको मोडर्न इरामा मोडर्न जेनेरेसनमा चाहिँ यस्तो सायद बनाउन सक्दैन होला कि। अनि यो चाहिँ हाम्रो मौसम्बीको रुख। यहाँ चाहिँ अहिले कन्स्ट्रक्सन भइराखेको कारणले कन्स्ट्रक्सनको सामान छ। काल भैरव मन्दिर किल्लाको यो कालमौला यहाँ बलिसली हुन्छ। हजुरको लगभग 7-8 मिटरको दूरीमा छ। जमानाको टेक्सचरमा जमानाको उसमा फेरि बन्दैछ स्टेज केही साथ प्रोग्राम गर्न। यो मास हो न यो कहाँ मासको कारल बने हो यो मासको कार थोरै हो। ए त्यो मासको हो न यो भने यो त सिमेन्ट हो त। यत्रो यो सालको काठ यसमा यसरी त्यस्तो फ्रेम बनाएर हाल्ने हो। उठाइदिए आई एम अल्सो पावरफुल। आज पानी परेको हुनाले यताबाट यस्तो भ्यू देखिरहेछ कि। यति नै हो। अनि यो चाहिँ तोप हान्ने एरिया हो रे। अब मैले हजुरहरूलाई जो भित्रबाट पाल देखाएको थिएँ बन्दुक राखेर हेर्नेवाला या दुश्मनलाई गोली हान्नेलाई त्यो अब यो पाल कहीँ पनि भेटाउनुहुन्न हजुरले। बाहिरबाट भित्रबाट देखिन्छ फेरि यहाँबाट कहीँ पनि भेटाउनुहुन्न। भेटाए पनि बाई चान्स तर अलमोस्ट थाहा हुँदैन के पाल छ भनेर। यो बाहिर यस्तरी स्ट्रक्चर यस्तो देखिन्छ प्यारामिड टाइप नेपालको प्यारामिड। अनि यता चाहिँ यस्तो देखिन्छ यो चाहिँ भर्खर रिसेन्टली कन्स्ट्रक्सनमा हो क्या हो।
यो अहिले अहिले बनाएको त हो यो त यो पहिल्यैको हो, ए पहिला हो पहिला आर्मीको ड्युटी हो, तल सैनिक आर्मी थियो अँ। हो। ए यहाँ त अहिले तोप सोप सब लगाएर रहेछ नि होइन यो पनि तोपघर हो, माथि आर्मीको ड्युटी हुन्थ्यो, तल आर्मीको गेटमा आर्मीको ड्युटी, चारैतिर ड्युटी हुन्छ। पहिला आर्मीको ड्युटी थियो अनि यो यहाँबाट तोप लग्यो किन त तोप अब आर्मी सुरक्षाको लागि कारणले लगाएर आर्मीले लग्यो हो ए पहिला यहाँ ब्यारिकै बसिन्थ्यो क्या, अँ। करिब करिब तेरो 5,000, 3,000, 4,000, 3सम्मको सेना बसिन्थ्यो त्यो एरिया त जम्मै सेनाहरू बस्थ्यो। यहाँ चाहिँ पनि अहिले पहिलाभन्दा राम्रो बनाएर रहेछन् फुलसुल लगाएर एकदम होइन खुसी लाग्छ त्यो पनि छ आफ्नो एरियामा पश्चिमतिर यस्तो विकास हुँदैछ भइरहेछ बिस्तारै बिस्तारै राम्रो कुरा हो हुनु पनि पर्छ होइन अब झन् प्रिजर्भ गरेर राख्ने चिज हो कि हाम्रो अपकमिङ जेनेरेसनले पनि थाहा पाओस् यो कुराहरू हाउ वेयर आवर ब्रेभ गोर्खाली कतिको हिम्मत थियो कतिको साहस थियो र आफ्नो ज्यानलाई जोखिममा हालेर आफू शहीद भएर यो नेपाललाई एक बनाउन कतिको मद्दत गरेका थिए भन्ने कुरा यहीँबाट थाहा हुन्छ यो सब कुराहरू सोच्दाखेरि मलाई चाहिँ गुज बम्स आउँछ कि अब घुम्न सकिहाल्यो अब हामी तल झरिरहेछौँ अब धेरै घुमियो अब बाँकी अब घर जाने बजारको काम सकिहाल्यो अब घर जाने एउटा चाहिँ उहाँसँग सेल्फी हान्छु मैले यहाँसम्म हेर्नको लागि धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब राजन तमोली